नमस्कार सबैजनालाई। आज हामी ग्रुप कसरी क्रिएट गर्ने अनि त्यो ग्रुपको लिस्ट कसरी हेर्ने भन्ने फिचर्स हेर्नेछौँ। फर्स्टमा हामीले डोमेनमा लगइन गर्नुपर्ने हुन्छ। जुन डोमेन देखाउँछौँ त्यो डोमेनमा लगइन गर्नुपर्ने हुन्छ। लगइन भइसके पछाडि ड्यासबोर्ड आउँछ। ड्यासबोर्ड आइसकेपछि हामी युजर म्यानेजमेन्ट भन्ने फिचर्सभित्र जान्छौँ। युजर म्यानेजमेन्ट भन्ने फिचर्सभित्र गइसके पछाडि क्रिएट ग्रुप भन्ने फिचर्समा जान्छौँ। यस पछाडि हामीले चाहिँ यहाँ ग्रुपको नाम दिनुपर्ने हुन्छ। ग्रुपको नाम दिन्छौँ। यो अगाडि नै सेभ भएको कारणले गर्दाखेरि युनिक भ्यालु दिनु भनेर गएको छ। सेभ भयो। सेभ भइसके पछाडि हामी यहाँबाट पनि ग्रुपको लिस्ट हेर्न सक्छौँ। अब यो ग्रुपको लिस्ट भन्ने अप्सनमा पनि हामीले गएर चाहिँ ग्रुप लिस्ट हेर्न सकिन्छ। अघि हामीले बनाएको ग्रुप यहाँ आइसकेको छ। यहाँ आइसकेको छ। यसलाई यहाँ क्लिक गरियो भने हाम्रो नट एक्टिभ भयो। यो ग्रुप एक्टिभ भएन। अब यहाँ हामीले क्लिक स्ट्याटसमा क्लिक गऱ्यौँ भने चाहिँ एक्टिभ हुन्छ। अब यहाँबाट एक्सनमा गएर आँखामा थिच्यौँ भने हामीले चाहिँ यो ग्रुप क्रिएट गरेको देखिन्छ। यहाँ यी नेम देखियो, डेफिनेसन देखियो यसको। अब हामीले चाहिँ यहाँ एडिट भन्ने अप्सनमा गएर गरियो भने चाहिँ अपडेट हुन्छ। हामीले अपडेटहरू गर्न सकिन्छ। यहाँबाट यसरी अपडेट गर्न सकिन्छ। HR1 राख्यौँ भने यसरी अपडेट गर्न सक्यो। अब हामी जान्छौँ, फेरि लिस्टमै जान्छौँ। लिस्टमा गएर हेर्छौँ HR1 भनेर अपडेट भइसकेको छ। अब यहाँ हामीले यहीँ प्लसमै थिच्यौँ भने जुन हाम्रो एड ग्रुप हुन्छ, क्रिएट गर्नेमा आउँछ। त्यसमा हामीले थिच्छौँ। यो हाम्रो चाहिँ कसरी ग्रुप क्रिएट गर्ने, यो ग्रुपको लिस्ट कसरी निकाल्ने भन्ने हाम्रो फिचर्सहरू यही हो। थ्याङ्क यू।